बा बा मेरो बिहा कहिले गरिदिनु ल एउटा भिडियो बनाउँ त भाइ तेरो बिहा चाहिँ हजुर के घोडा हाँस्यादिन गर्नुपर्छ कि उनी फुल्यादिन गर्नुपर्छ अरू बेलामा तेरो लगनै जुट्दैन हो ए यो मान्छेलाई बा भन्न सुहाउँछ मेरो बा हो नि को अनि आमा खै त मम्मी त्यसलाई पनि मम्मी भन्ने यस्तो भन्नु पाइन्छ अर्कालाई मम्मी भन्न पाइन्छ बा भन्दैन न मम्मीलाई यहाँभन्दा अझ कति भन्नु अनि पर्यो यो बौलालाई कहिले यो घरमा ल्यायो यसको बा आमा हो त हामी ए बाबा हुन्ड्यौ नहुन्ड्यौ अब यसै खुसिया उसै खुसिया बिहा कहिले गर्ने भने यस्तो मान्छेसँग कसले बिहा गर्छ ल तिमी आफै बिहा भन। गरेको जस्तो छ त साह्रै लाएर आएको छ त त्यही भएर घोडा हाँस्यादिन के होइन भने उनी फुल्यादिन बिहा हुन्छ बाबै भन्यो भने कहिले फुल्छ र कहिले हाँस्छ भनेर हेरिरहन्छ तिमी यसरी कुरा बुझेन हो बाले ठिक कुरा गरे